न्याय सचेतना कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर 11 रिगा आयोजक स्थानीय न्यायिक समिति गलकोट नगरपालिका बाग्लुङ र यो न्यायिक सचेतना कार्यक्रम सुरु भएको र आजको कार्यक्रम शुभारम्भ भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार। अब अर्को विज्ञान के छ भने सबकन्सियस माइन्ड जुन 90% हिस्सा हो त्यो दिमागलाई के गर्ने के नगर्ने भन्ने थाहा हुँदैन। त्यसले त्यो जुन 90% हिस्सा भएको दिमाग छ त्यो दिमागले जुन 10% हिस्सा भएको दिमाग छ नि त्यसले जे सूचना दियो त्यसैलाई विश्वास गर्छ हुन्छ, ग्यारेन्टेड गरेको पर्छ। यदि संविधानमा नलेखिएको खण्डमा त्यो चाहिँ के होइन त भन्दाखेरि मौलिक होइन भन्ने कुरा चाहिँ यहाँ तपाईहरुलाई जोडे मैले अरू पनि हुनुहुन्छ। अब आगामी दिनमा प्रतिनिधि हुनेवाला पनि हुनुहुन्छ होला सायद है। यो तपाईहरुले नि बुझ्दा राम्रो हुन्छ के शासन भनेको, सरकार भनेको, राज्य भनेको, राष्ट्र भनेको एकै हो। हेर्दा उस्तै लाग्छ सरकारले गरेन, शासन ठीक भएन, राज्य खत्म भयो, मान्छेहरू राष्ट्रवादी हुन सकेनन् भन्ने खालका शब्दहरू सुनिन्छ। भन्दाखेरि कर परिचालन गर्ने, राजस्व उठाउने एउटा अथोरिटी हुन्छ। त्यो कर परिचालन गर्ने, उठेको राजस्वलाई सही तरिकाले प्रयोग गर्ने र शक्तिको प्रभावकारी प्रयोग गर्नेलाई शासन भनिन्छ। स्वतन्त्र शक्तिको के हुनुपर्छ, सही तरिकाले प्रयोग भयो भने मात्रै शासन हो, डर धम्कीलाई चाहिँ शासन भनिँदैन भन्ने हिसाबले चाहिँ के गरियो अहिले चाहिँ परिभाषित गर्न लागि है। कानुनभन्दा माथि हुँदैन, कानुनभन्दा माथि हुँदैन, कानुनको सीमाभित्रै बस्नुपर्छ सरकार भनेर उहाँले परिभाषित गर्नुभयो। त्यो कानुनको सीमाभित्रै बस्नुपर्छ भन्ने कुरालाई त्यसलाई टेक्निकल भाषामा चाहिँ सीमित सरकार भन्छ, लेस गभर्नमेन्ट भन्छ। सीमित सरकार चाहिँ सीमित हुनुपर्छ, कानुनको सीमाभित्र हुनुपर्छ, त्यसलाई चाहिँ लेस गभर्नमेन्ट अथवा सीमित सरकार भन्छ। त्यो भएको कारणले गर्दा लेस गभर्नमेन्ट इज द बेस्ट गभर्नमेन्ट भनिन्छ के। दुई प्रकृतिको हुन्छ, त्यो मध्ये एउटालाई चाहिँ देवानी मुद्दा भन्छ, एउटालाई चाहिँ फौजदारी मुद्दा भन्छ। बुझ्नुभयो? एउटालाई चाहिँ देवानी मुद्दा भन्छ, अर्कालाई के भन्छ, फौजदारी मुद्दा भन्छ। अब यो देवानी भनेको कस्तो हो, फौजदारी भनेको कस्तो हो भन्ने कुरा चाहिँ तपाईहरुलाई भन्छु। फौजदारी मुद्दा भनेको अपराधसँग जोडिएको मुद्दा हो। केसँग जोडिएको? अपराधसँग जोडिएको मुद्दा के हो? फौजदारी मुद्दा हो। घरैसी सामान्य घरैसी झैझगडा, सामान्य घरैसी झैझगडा अंशबन्डा र सम्पत्तिसँग जोडिएको मुद्दा देवानी मुद्दा हो। अपराधसँग जोडिएको फौजदारी मुद्दा हो। सामान्य घरैसी झैझगडा अंशबन्डा र सम्पत्तिसँग जोडिएको मुद्दा चाहिँ के हो? देवानी मुद्दा हो। जेठी श्रीमती पीडित छ। अब यो मुद्दा तपाईले हाल्दिनु चाहिँ मिल्दैन, तपाईले हाल्दिनु चाहिँ मिल्दैन। ल उहाँले पीडितले हाल्ने यो जेठी श्रीमती छँदैछ भन्ने खालको कुरा गर्नु हो। त्यो हो के माइकबाट सदन नपर्छ, सबैले बुझेर फरक हुँदैछ भने माइकबाट माइक देख्छ यो छलफल एकदमै गम्भीर जस्तो भयो हैन। यो जान्न पर्ने हामीले आजै यो बुझ्न सक्दैन।
अब दुईवटा श्रीमती हुनुहुन्छ 2074 सालभन्दा पहिले नै विवाह भएको छ 2074 सालभन्दा पहिले नै विवाह भएको छ दुईजना श्रीमती हुनुहुन्छ तर उहाँहरू एकअर्कामा राम्रोसँग मिल्नुहुन्छ जेठी श्रीमतीले बिहा दर्ता पाउनु भएको छैन गर्नु भएको छैन तर कान्छी श्रीमतीले गरिसक्नु भएको छ विवाह दर्ता जेठी श्रीमतीले गर्नु भएको छैन तर कान्छी श्रीमतीले गरिसक्नु भएको छ 2074 सालभन्दा अगाडिको कुरा अब यसको हकमा अब त्यो जेठीले पाउने नपाउने कान्छीले पाइसक्यो यो 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 कुरा चाहिँ जिज्ञासा लाग्यो ए सर ल धन्यवाद प्रश्नको लागि सम्पूर्णलाई ध्यान आकर्षण गर्न चाहे म पनि थोरै स्थानीय पञ्जीका अधिकारी भएको हैसियतले म के भन्न चाहन्छु भने कहिलेकाहीँ शिवले आफैले पनि विवाह गरेका छैन भनेर उहाँहरूले छलकपट गरेर कहिलेकाहीँ डकुमेन्ट बनाउने गर्नुहुन्छ एउटा यदि त्यस्तो गराउनु भएको छ झुट्टा विवरण पेश गरेर गराउनु भएको छ भने स्थानीय पञ्जीका अधिकारी अधिकार के हुन्छ भने उहाँहरूलाई मुद्दा दायर गर्नुपर्ने व्यवस्था छ त्यो गर्न पाइन्छ र त्यसपछि जेठी श्रीमतीले पनि उहाँ कान्छी श्रीमतीसँग विवाह दर्ता भएको केस लिएर जिल्ला अदालत समक्ष उहाँले मुद्दा दायर गर्न सक्नुहुन्छ र उहाँले कानुनी उपचार पाउने अधिकार छ त्योतर्फ उहाँ जान सक्नुहुन्छ र त्यो विवाहलाई खारेज गरेर को दोषी हो भन्ने कुरामा उहाँले के गर्नुहुन्छ फाइनल गर्न सक्नुहुन्छ र उहाँको विवाह चाहिँ बदलिएको हुन्छ र बहुविवाहको केस लाग्छ र गरिदिने र गराउनेलाई पनि त्यो अनुसार बहुविवाहको केस लाग्ने विकासले कुनै अर्थ लाग्दो रहेछ कुनै दुःख लाग्दो रहेछ त्यो गर्दाखेरि मान्छेमा सोसलाइजेसन एउटा सामाजिक विकास भनेको भौतिक विकास मात्र होइन त्यो गर्दाखेरि यस्ता आजको जस्तो कार्यक्रम के गर्नुपर्छ मानवीय विकासको निमित्त मानसिक विकासको निमित्त यस्ता आजको जस्तो कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने चाहिँ एउटा उहाँले रिसर्च गर्नुभएको छ थाहा पाउनुपर्छ त्यस्तो चाहिँ एउटा प्रसङ्ग तपाईँहरूसँग राख्दै आजको विशेष गरी यो कार्यक्रम पनि त्यो नै हो भन्दै म अगाडि बढ्न चाहे विशेष गरी म आज मेलमिलापकर्ताको भूमिका र महत्त्व सम्बन्धमा कुरा गर्छु म कानुनी पार्टी केही पनि किन भन्छु भने व्यक्तिको वास्तविकता उनीहरूको निजीकरणमा गर्ने कुरा हो मेलमिलाप दुई पक्षको बीच विवाह समाधान गर्ने निजी प्रक्रिया प्रणाली हो यसमा सार्वजनिक विवाह समाधान पद्धतिका कुरा प्रक्रिया लागू हुँदैन सँगसँगै मेलमिलाप गोपनीयता साधन गर्ने गोपनीयतामा समाधान गर्ने प्रक्रिया जो चाहिँ मेलमिलाप भनेको कस्तो हो भने एउटा सानो ठाउँमा बसेर दुई चारजना बसेर पक्षहरू बीच बसेर के गर्ने समाधान गर्ने पाटो हो यो मेलमिलाप भनेको त्यस्तो चिज हो त्यो गर्दाखेरि हामीले मेलमिलापको सम्बन्धमा आज तपाईँहरू समक्ष यहाँबाट हलबाट निस्किसके सिङ्गल सेक्सन अन्तिमसम्म रहँदाखेरि के गर्छौँ भने हामी मेलमिलाप गर्ने कि अदालत जाने कुन प्रकृति हदसम्म हामी अदालत जाने कुन हदसम्म हामी समुदायमा मेलमिलाप गर्ने भन्ने सम्बन्धमा तपाईँहरूसँग थोरै जानकारी गराउन चाहन्छु र के भन्छ भने मेलमिलाप पक्षले एक आपसमा गरेको कुराकानी निजी स्तर हुन्छ नितान्त तपाईँ मेलमिलाप भनेको त्यस्तो चिज हो कि ताकि के हुन्छ मेलमिलाप भनेको नितान्त एउटा समुदाय त्यहाँ भएका मान्छे र त्यहाँ मेलमिलापकर्ताहरूले मात्रै थाहा पाउने एउटा अवस्था हो भन्ने गरे भने र मेलमिलाप प्रक्रिया अनौपचारिक हुन्छ यसमा औपचारिक कार्यविधि एवं प्रमाण सम्बन्धी नियम हुँदैन सिद्धान्त पक्षले स्वीकार नगरेसम्म लागू हुन सक्दैन भन्नुको अर्थ के हो भने मेलमिलाप गर्दाखेरि कुनै लिखित हुँदैन मेलमिलाप गर्दाखेरि कुनै त्यस्तो ठोस निर्णय भए पनि कुनै त्यस्तो लिखित हुँदैन जसले गर्दाखेरि भोलि समस्या हुन्छ भन्ने त जुन चाहिँ छ नि हामीमा त्यो भनेको कस्तो भने दुवै पक्षले चाहनु हो भने त्यसलाई प्रमाणको रूपमा हामीले पेश गर्न सकिन्छ बनाउन सकिन्छ र मेलमिलापको लागि एउटा लिखित रूपमा तयार गर्ने भनेको जति बेला पक्षहरू बिचमा सहमति मिल्छ त्यति बेला मात्रै हुन्छ त्योभन्दा अगाडि हुँदैन जसले गर्दा मेलमिलाप गर्नको लागि कुनै सिद्धान्त कानुनी कार्यविधि त्यस्तो केही पनि छैन यसरी गर्नुपर्छ भन्ने चाहिँ छैन भन्ने अगाडि साह्रै ल मेलमिलापकर्ताको भूमिका मैले मेलमिलापकर्ताज्यू हुनुहुन्छ उहाँको भूमिका सभामा म तपाईँसँग कुरा गर्छु मेलमिलाप विवाद समाधानको सरल तीव्र र किफायती उपाय हो विशेष गरी मेलमिलापकर्ता उहाँको भूमिका कस्तो हुन्छ भन्ने कुरा भाइ मेलमिलापकर्ता त्यस्तो व्यक्ति हो जसले विवादका पक्षहरूलाई निर्णायक स्वरूपको यसो गर उसो गर यसो गर्दा ठिक हुन्छ उसो गर्दा जस्ता कुराहरू उहाँले भन्नु हुँदैन मेलमिलापकर्ताले भन्नु हुँदैन कि किनभने मेलमिलाप व्यवस्थापन गर्नको लागि
काम गरेको त्यो गर्नु हुँदैन न। आफ्नो विवाद समाधान तटस्थ रहने दुवै पक्षलाई उत्साहित गराउँदछ, पक्षलाई चाहिएको सहयोग गर्दछ वा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ। गराउनुपर्ने त के गर्नुपर्छ, उहाँले भूमिका खेल्नुपर्छ। ल अर्को चाहिँ वैधानिकता गराउने, मेलमिलापको बाटोमा अर्को पक्षसँग हक अधिकार मान्यता दिँदै वार्ता अगाडि बढाउन सहयोग गर्नुपर्छ मेलमिलापकर्ताहरूले। र अर्को चाहिँ प्रक्रिया सहजकर्ताको भूमिका, विशेष गरी प्रक्रियामा सहजकर्ताको भूमिका आदेशमूलक होइन, आदेश दिने होइन कि उहाँहरूको आफ्नो निर्णय हुनुपर्छ भन्ने होइन कि सहजकर्ताको भूमिका कसो गर्दा सबभन्दा हामी विवाद समाधान गर्न सक्छौँ, सहमतिको नजिक पुग्न सक्छौँ भन्ने स्वभावमा सहजीकरण गर्नुपर्छ, सहजकर्ताको रूपमा काम गर्नुपर्छ। ल साधन स्रोतको उपयोग, विशेष गरी उहाँले कानुन व्यवसाय विभिन्न साधन स्रोतलाई प्रयोग गरेर उहाँले के गर्न सक्नुपर्छ, मेलमिलापको व्यवस्थापन गर्न सक्नुपर्छ। र समस्या पहिचान गर्ने भूमिका सबभन्दा यो हो। मेलमिलापकर्ताले विशेष गरी मेलमिलापका विवादको चुरो के हो, विवादित विषयवस्तु के हो, विवाद गर्दाखेरि वास्तविक विवादको बिचमा विवाद भएको के हो भन्ने कुरा समस्याको चुरो पत्ता लगाउन सक्यो भने आफ्ना समस्याहरू समाधान हुन्छ। र समाधानका लागि के कुरामा ध्यान दिने जरुरी हुन्छ, यस्ता कुरामा ध्यान दिन सक्नुभयो भने विशेष गरी मेलमिलापकर्ताहरूले छिटो समाधान गर्न सक्नुहुन्छ। विचार पाइने कि भन्ने चाहिँ हुन्छ, त्यो होइन। कानुनी विचार कस्तो हुन्छ भने मेलमिलापकर्ताले विशेष गरी बुझ्दिनुपर्छ, कहिलेकाहीँ निश्चित समयावधि हडम्यान भन्छ कानुन भाषा, हडम्यान निश्चित समयावधिमा हडम्यानमा के गर्नुपर्छ भने गएर तपाईँको उजुरी दर्ता गरेन भने के हुन्छ, कानुनी विचार असमर्थ हुन्छ। जसले गर्दाखेरि हडम्यानलाई विशेष गरी बुझेर हडम्यान ननाग्ने गरेर सम्भावना छ भने, हडम्यान त्यस्तो नाग्ने सम्भावना छ भने मेलमिलापकर्ताले आफै सजग भएर फल्ना हडम्यान यति समय हुन्छ र छिटो गर्नुपर्छ भन्नेतर्फ लाग्नुपर्छ। यदि हडम्यान नलाग्ने रहेछ भने समुदायमा के गर्न सक्नुहुन्छ, बिस्तारै मिलाउन पनि के हुन्छ। जसले गर्दा मेलमिलापमा कानुनी विचार बिचमा मेलमिलापकर्ताले नै तालमेल मिलाउन सक्नुभयो भने विशेष के हुन्छ भने कानुनी विचारमा समस्या पैदा हुँदैन। मेलमिलापकर्ताको अधिकार र कर्तव्य, विशेष गरी मेलमिलापकर्ताको अधिकार र कर्तव्य के छ भने कानुन मेलमिलाप प्रक्रिया अगाडि सञ्चालन गर्न सकिँदैन, असम्भव छ भन्ने, मेल लागेमा मेलमिलाप गर्न गराउन अस्वीकार गर्ने। विशेष गरी अघि हाम्रो लेखा अधिकृत सरले पनि जानकारी गराउनु भयो होला तपाईँ समक्ष, सरकारवादी कानुन र फौजदारी कानुन, विशेष गरी सरकारवादी कानुन र फौजदारी कानुन प्रायः जो सबै सरकारीवादी कानुन नै हुन्छ, सम्बन्धी कानुन। र त्यसपछि गर्दा हामीले यो हाम्रो सम्बन्ध विषयका कानुनहरू पनि के गर्छ, मेलमिलापकर्ताले गर्न सक्नुहुन्न। विशेष गरी सरकारवादी हुने कानुनहरू मेलमिलापकर्ताले गर्न सक्नुहुन्न र मेलमिलापकर्ताबाट गर्न पनि हुँदैन। जसले गर्दा त्यस्ता कुराहरू अस्वीकार गर्ने, मेलमिलाप गराउन अस्वीकार गर्ने चाहिँ हुनुपर्छ मेलमिलापकर्ताज्यूहरू। त्यो चाहिँ गर्न सक्नुभयो भने र हामी मेलमिलापकर्तालाई पनि यो हाम्रो ज्यानमारीकै केसमा मेलमिलापकर्ताहरूले मिलाइदियो भन्नु पाउँदैन। कतिपय ठाउँमा तपाईँहरूले न्युज सुन्नु भएको छ नि, मान्छे ज्यान मारेको छ तर गाउँमै मिलाएको छ। त्यस्तो केस चाहिँ हामीले मेलमिलापकर्ताबाट गाउँमा मिल्नु हुँदैन, त्यसमा ठुलो समस्या हुन्छ। त्यो कुराहरू हामीले ध्यान दिनुपर्छ। अर्को, मेलमिलापका सिद्धान्त र नियमको परिपालन गर्ने गराउने, विवादका पक्षहरूको हकका बीच सन्तुलन मिलाउने, विवादका पक्षलाई समान सहभागिता सुनिश्चित गराउने कुराहरू मेलमिलापकर्ताको विशेष गरी अधिकार कर्तव्य हो। अर्को, मेलमिलापको प्रभाव, प्रयोजन र प्रगति सम्बन्धी जानकारी विवादका पक्षहरूलाई समान रूप दिने र विवाद विषय र पक्षका सन्दर्भमा स्वार्थ नराखी निष्पक्ष रूपमा मेलमिलाप गराउने खाली हुनुपर्छ। मेलमिलापकर्ताहरू विशेष गरी त्यो गर्ने अधिकार उहाँहरूको अधिकार हो। मेलमिलापकर्ताका लागि निर्धारित नैतिक वा अन्य आचरण पूर्ण रूपमा पालन गर्ने हुनुपर्छ। मेलमिलापकर्ता सक्नुभयो भने मेलमिलापलाई व्यवस्थापन गर्न सकिन्छ र सम्बन्धित कानुनले निर्धारण गरेको काम गर्ने अधिकार प्रयोग गर्ने मेलमिलापकर्ताहरू विशेष गरी सम्बन्धित कानुनले उहाँलाई विशेष कानुन छ, व्यवस्थापन छ, कार्यविधि छ, त्यसले कतिसम्म हामीलाई गर्छ, कतिसम्म हट्छ, हाम्रो भन्ने कुरालाई उहाँले विशेष ध्यान दिएर मेलमिलापकर्ताहरू काम गर्नुपर्छ र त्यस्तो काम गर्नुहुन्छ हुन्न भन्ने कुरा तपाईँ हामी सचेत हुनुपर्छ। तपाईँ हामीले समुदायका हुँदैन, तपाईँहरूभन्दा अल्टरनेटिभ हुनुहुन्न, उहाँहरू चाहिँ त्यो कुरामा सजग हुनुपर्छ। त्यो कुरालाई तपाईँहरूले थाहा पाउनु पूर्ण तटस्थ हुनुपर्छ। एकदमै मेलमिलापकर्ता विशेष गरी कुरो चाहिँ पूर्ण तटस्थ हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, स्वार्थी। यति चाहिँ भयो भने मेलमिलापकर्ताहरूले स्वयं मेलमिलापकर्ता हुनुहुन्छ है भन्ने कुरा हामीले विशेष गरी थाहा पाउँछौँ र हामीले त्यो मेलमिलापकर्ता त्यस्ता मेलमिलापकर्तालाई प्रयोग गरेर हाम्रो समस्याहरू समाधान गर्न सक्छौँ। मेलमिलापको प्रक्रिया अगाडि बढाउन सकिन्छ।
त्यो बरु पूर्णतामा कुनै पक्षप्रति पूर्वागारी नहुने र निष्पक्षमा समान अवसर र समान सबैलाई प्रदान गर्ने खाले हुनुपर्छ र स्वार्थहीनता व्यक्तिगत स्वार्थबाट पूर्ण मुक्त रहनु पर्दछ। मेलमिलाप प्रक्रिया पद्धति र यसको प्रभावकारिताको पूर्ण सही र शर्तरहित विश्वास भएको हुनुपर्छ भन्ने सवालमा एउटा मेलमिलापकर्ताले निष्पक्ष न्याय र प्रभावकारी मेलमिलाप प्रक्रियाको सुनिश्चित गर्नको लागि केही महत्त्वपूर्ण आचरणहरू अपनाउनु पर्दछ। निष्पक्ष हुनु पर्यो, एउटा गोपनीयता हुनु पर्यो। निष्पक्ष किन हुनुपर्छ भन्ने सवालमा मेलमिलापकर्ताले सबै पक्ष निष्पक्ष गर्नुपर्छ। कुनै पक्षलाई पक्षपात नगर्ने, व्यक्तिगत उपाय र सम्बन्ध प्रभाव पार्न नदिने सरकारले राजनीतिक सभालाई आग्रह गर्दै धेरै धेरै धन्यवाद छ। यो मेलमिलापकर्ता र मेलमिलापकर्ताको भूमिकाको बारेमा आफ्नो प्रस्तुत गरेर बिदा हुनुभएको छ। र प्रत्येक गाउँ विकास समितिलाई नगरपालिका बनाएर वा चाहिँ गाउँपालिका बनाएर एक-एकवटा वडा वा 2वटा वडासम्म त्यस्तो पनि बनाइयो होइन, वा 3वटा वडा पनि होला कुनै ठाउँमा। त्यस्तै गलकुट नगरपालिकामा पनि हाम्रो पहिलाको गाउँ विकास समितिलाई गाभेर 11वटा वडा भएको गलकुट नगरपालिका भनेर गठन गरिएको थियो र पहिलाको साबिकको वडा के अरे रिगा गाउँ विकास समिति अहिले गलकुट नगरपालिकाको 11 नम्बर वडामा पर्दछ। यो हजुरहरूलाई थाहा भएको कुरा हो। र यसरी गाउँपालिका र नगरपालिका नयाँ संरचना बनिसकेपछि 72 सालको संविधान अनुसार त्यस्तै नगरपालिकाबाट प्रदान गरिने न्यायिक सेवाहरू अर्थात् मेलमिलाप लगायतको सेवाहरूमा पनि केही अधिकारहरू थप्ने काम भयो। पहिला के थियो, गाउँ विकास समिति छँदा पनि केही विषयहरू सामान्य गाउँ विकास समितिले हेर्थ्यो न्याय सम्बन्धी वा कानुन सम्बन्धी। तर अहिले आएर जुन सङ्घीय सरकारको अवधारणा 2072 सालको संविधानले प्रत्याभूत गर्यो। आज गणतन्त्र दिवस पनि भयो होइन, यहाँ चाहिँ नेपालमा यो पनि मनाइँदैछ। त्यही अनुसार प्रत्येक नगरपालिका र गाउँपालिकामा एक-एकवटा न्यायिक समिति रहने भनेर व्यवस्था गरिएको छ संविधान अनुसार, 2072 को संविधान अनुसार होइन। त्यही अनुसार प्रत्येक नगरपालिका र गाउँपालिकाको उपप्रमुख वा उपमेयर वा गाउँपालिकाको उपाध्यक्ष उक्त न्यायिक समितिको अध्यक्ष वा संयोजक रहने व्यवस्था छ। त्यो संविधानको व्यवस्था हो। त्यस्तै प्रत्येक गाउँपालिका र नगरपालिकाको 2 जना नगर सभाले निर्वाचित गरेको वा गाउँ सभाले निर्वाचित गरेको अरू 2 जना सदस्यहरू त्यो न्यायिक समितिको सदस्य रहने व्यवस्था छ। र नगर सभामा को हुनुहुन्छ भने प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष गाउँपालिकाको, त्यस्तै वडाका अध्यक्ष, वडाको सदस्यज्यूहरू र अन्य मनोनित सदस्यहरू समेत रहनुहुन्छ होइन। गलकुट नगरपालिकामा लगभग हाम्रो 61 जनाको नगर सभा छ भनेर मैले यहाँ सूचना प्राप्त गरेको थिएँ। र त्यही 61 जनाको नगर सभाले 2 जना सदस्यहरू न्यायिक समितिमा फेरि उहाँहरूले निर्वाचित गर्नुहुन्छ होइन। त्यसरी न्यायिक समिति कति सदस्यीय हुने भयो त? 3 सदस्यीय हुने व्यवस्था छ संविधान अनुसार। र अर्को स्थानीय सरकार सञ्चालन ऐन भन्ने छ होइन, कानुनी व्यवस्थाको कुरा गर्दाखेरि स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार पनि प्रत्येक गाउँपालिकामा न्यायिक समितिलाई सञ्चालन गर्ने सम्बन्धी व्यवस्था छ। तर उक्त स्थानीय सरकार सञ्चालन ऐनको मुख्य उद्देश्य भनेको स्थानीय शासन पद्धतिलाई बलियो बनाउनु हो। त्यस्तै स्थानीय तहमा रहेको न्यायिक अभ्यासलाई पनि संस्थागत गर्ने वा संरचना बनाएर त्यसलाई अगाडि लैजाउने र त्यस्तो खालको कानुनको आवश्यकता परेको हुनाले स्थानीय सरकार सञ्चालन ऐन 2074 बनेको हो होइन। र प्रत्येक संविधानको कुराहरू के हुन्छ त? आफै लागू हुँदैनन् होइन, त्यहाँ चाहिँ प्रावधान त हुने भयो। संविधान यत्तिकै लागू कार्यान्वयन हुँदैन होइन, त्यसलाई कार्यान्वयन गर्नको लागि अन्य नियमहरू, ऐनहरू, नियमावलीहरू, कार्यविधिहरू बनाउनु पर्ने हुन्छ। त्यसैले संविधानको व्यवस्थालाई कार्यान्वयन गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन 2074 बनाइएको थियो 2074 सालमा। र त्यही अनुसार 2074 सालमा नेपालमा स्थानीय सरकारको वा गाउँपालिका नगरपालिकाको पहिलो निर्वाचन भयो होइन। 72 सालमा सुरक्षा गराउनको लागि व्यवस्था गर्न न्यायिक समितिले मिल्दछ होइन। त्यो सुरक्षाको केसमा नगर प्रहरी यदि उपलब्ध हुनुहुन्छ उहाँहरू पर्याप्त मात्रामा हुने नगर प्रहरीले पनि गर्न मिल्यो। तर नजिकको जनपद प्रहरी लगायतको हुनुहुन्छ निकाय सुरक्षाको, उहाँहरूलाई समन्वय गरेर पनि विद्युतको जीव ज्यानको सुरक्षा गरिदिन पर्दछ न्यायिक समितिले। र अर्को
माग दाबी प्रत्युत्तर जिकिर अध्ययन गरेर सुनाइमा बस्ने लगायतका कामहरू र निर्णय गर्नुपर्ने कुरा, थर गर्नुपर्ने कुरा, खण्डन गर्नुपर्ने कुरा, सम्बद्ध प्रमाण के छन् ती आधारमा मात्र मूल्याङ्कन गरेर न्यायिक समितिले निर्णय गर्नुपर्दछ। यत्तिकै हछुवाको भरमा निर्णय गरिदियो भने अन्याय पर्न सक्दछ। हाम्रो नगर कार्यपालिका भयो गलकोटको र अर्को नगर स्थानीय तहले वा नगरपालिकाले मिलापत्र र निर्णय कार्यान्वयनको लागि छुट्टै कार्यविधि कानुनहरू नियमहरू बनाएर पनि अगाडि बढ्न सक्दछ। यी कुराहरू लगभग मैले सकेँ। अब नेपालमा स्थानीय निकायमा न्याय सम्पादनको अभ्यासहरू के को आधारमा भएको छ भन्ने कुरातिर जाउँ। अघि भने मैले संविधानको जुन चाहिँ व्यवस्था छ 217 मा न्यायिक समितिको, त्यस्तै मेलमिलापलाई पनि पर्याय दिने खालको हाम्रो संविधानको उद्देश्य छ। त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन 2074 मा पनि विवादहरूको बारेमा उल्लेख गरिएको छ। यी विवादहरू यसरी समाधान गर्ने भनेर ती कुराहरू उल्लेख छ। त्यस्तै स्थानीय कानुनहरू छन् जुन स्थानीय सरकारका गलकोट नगरपालिकाको पनि न्यायिक समिति सम्बन्धी कार्यविधि ऐन भने मैले 2075 ती लगायतको आधारमा हाम्रो न्यायिक समितिको अभ्यासहरू अगाडि बढेको देखिन्छ। मन्जुर हुनुहुन्छ, उहाँहरूको निर्णय गर्न राजी हुनुहुन्छ भने सुरुमै उहाँहरूको विवादको मिलापत्र गराइदिनु निश्च छ। त्यसलाई प्रारम्भिक सुनाइ भन्ने। अर्को फेरि दुईपक्षीय उपस्थित हुनु भएन भने पनि यदि निवेदनको कुरा चाहिँ यदि गैर कानुनी छ भने हामीले दर्ता गर्न नमिल्ने छ भने त्यसलाई दर्ता गर्न मिल्दैन भनेर हामीले निर्णय गर्दैन मिल्दछ। त्यसलाई प्रारम्भिक सुनाइ भन्दछौँ। अर्को प्रमाण दाखिल गर्ने भनेको प्रमाण बुझ्ने भन्ने वा चाहिँ सङ्कलन गर्ने कुरा हो। लिखत जाँच गर्ने भनेको केही सक्कली नक्कली खालको डकुमेन्टहरू पनि राख्नु भएको छ कि भनेर जाँच गर्ने कुरा हो। अर्को साक्षी बुझ्ने कुरा हो होइन। 5 जनासम्म पक्ष विपक्षीको साक्षी झिकाउन पाउने, भुल्न पाउने भन्ने हुन्छ। अर्को भगपत्र गराउने कुरा आयो, त्यो भनेको साक्षीहरूलाई प्रमाण बुझ्नको लागि थप प्रमाणको लागि पनि त्यो बुझ्ने कुरा हो। आजको यस कार्यक्रमका सहजकर्ता एवं गलकोट नगरपालिका न्यायिक सहजकर्ता हेमन्त बुढाथोकी सरलाई कृपया उहाँलाई सबैले धन्यवाद स्वरूप ताली बजाइदिनको निम्ति अनुरोध गर्दछु। समिति सचेतना कार्यक्रम चाहिँ आज अन्तिम रहेको छ र यो कार्यक्रम चाहिँ एकदमै राम्रो छ। हामीले पहिला पनि थोरै केही मात्रामा नेतृत्व विकास सम्बन्धी तालिम लिएको थियौँ, त्यसमा पनि हामीले केही सिकेका थियौँ र आज त्यो कुरा पुनः दोहोरिँदाखेरि एकदम पहिला बिर्सेका कुरालाई पनि एकदम रिभ्यू गर्ने मौका मिल्यो। त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु गलकोट नगरपालिकालाई। यति भन्दै कार्यक्रम राम्रो थियो, म बिदा हुन्छु। धन्यवाद। वडा अध्यक्ष डम्बरबहादुर श्रीज्यूलाई म विनम्र अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ गलकोट नगरपालिका न्यायिक समिति सहभागिताको साथमा उत्साहजनक सहभागिताको साथमा हामीले सम्पन्न गर्न गइरहेका छौँ र आजको कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष डम्बरबहादुर श्रीज्यूको अनुमतिले यो आजको न्यायिक सचेतना कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।